सर ल के बोल्नु त्यही त यो मुर्मा टप राराको मुर्मा टप हो अनि सहर चाहिँ काठमाडौँबाट थापाथलीबाट अनि मुर्मा टप घुम्दै आउँदै यस्तो राराको हेर्नुहोस् न माथि टपमा आएर उहाँ नानीहरू पनि घुम्न आएका हुन्। यो मुर्मा टपको ठ्याक्कै रारा इको रिसोर्ट भवन हो यो। यसरी टपको छेउछाउमा ठ्याक्कै यस्तो टप नै हो। यो टपको किनारबाट यस्ता रारा इको रिसोर्टमा ठ्याक्कै घुम्दै आउँदै हाम्रो सरहरू दुईजना तालको माथि तल यसरी हाम्रो सर हुनुहुन्छ है। यस्तो एकदमै सर त्यही त आउनु होला ल। यो चाहिँ हेर्नुहोस् न अब यो रारा मुर्मा टपको इको रिसोर्टको भवन यस्तै हो। यहाँको काठले बनेको यस्तो उहाँ सरहरू पनि हुनुहुन्छ दुईजना सरहरू। यस्तो यहाँ लेखाली हाम्रो भेडा साँडेको सिङहरू हो। यो साँडेको सिङ यहाँको जस्तै माथि नाउरको सिङ जस्तै हाम्रो यहाँको भाले साँडेको सिङहरू हो। नाउर होइन भेडा नै हो। नाउर त माथि नै हुन्छ सर। यस्तै यहाँ चाहिँ रारा इको रिसोर्टको यहाँ त बोर्ड छ तालको माथि टपमा नै हुनुहुन्छ। एकदम हाम्रो काठमाडौँबाट सकि नसकी यहाँ चाहिँ पुगेर यहाँको पुरा राराको भ्यू पुरा लिइसक्नु भएको छ। र ठ्याक्क अगाडि लाली गुराँसको यस्तो लाली गुराँसको बिचमा जङ्गलमा यस्तो रातो रातो पनि छ ल। यसै नै हो। यहाँबाट फेरि सुरु गाउँपालिका जाने यो चाहिँ गहिरो क्षेत्रबाट नै हो। हजुर सर ल ल सर ल ल यो चाहिँ काठको बस्ने। यहाँ चाहिँ काठ चाहिँ तराईतिर अन्त चाहिँ एकदम फलामी हुन्छ भने यहाँ चाहिँ काठ। यो सल्लाको गोब्रे सल्लाको काठ चुचेमारा भन्ने लेख त्यहाँनिर नै हो। तर आज मौसम अलि बादलको कारणले गर्दा ताल चाहिँ अलि क्लियर देखिन तर पुरै देखिरहेछ। तर त्यस्तो अनि उसले रङ फेर्थ्यो भन्छन् तर आज कलरले रङ फेर्न नपाएको यो बादलको कारणले। एकदम ल।